सार्वभौम भई फैलिएका मेची महाकाली, सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली, प्रकृतिका कोटि कोटि सम्पदाको आचल, वीरहरूका रगतले स्वतन्त्र र अटल, ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल, बहु जाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। यात्रा नेपालदेखि युनिफिल मिसन लेबनानसम्म। संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न हिंसाग्रस्त राष्ट्रहरूमा नेपाली सेना सन् 1958मा लेबनानमा तैनात भएपछि सुरु भएको नेपालको विश्व शान्ति सम्बन्धी प्रतिबद्धता अटुट रहँदै आएको आज 5 दशकभन्दा बढी समय भइसकेको छ। शान्ति स्थापना जस्तो जटिल कार्यलाई निरन्तरता दिने गहन जिम्मेवारी नेपाली सेनाले 55औं दफाको रूपमा यसपटक श्री इन्द्रध्वज गणलाई दिएको छ, जसमा गणपतिको कार्यभार प्रमुख सेनानी श्री सुशील कुमार कार्कीलाई दिएको छ। कुनै पनि मिसन क्षेत्रमा प्रस्थान गर्नु पूर्व उक्त देशमा संयुक्त राष्ट्रसङ्घले दिएको जिम्मेवारीको तह अनुसारको अभ्यास गराउन जरुरी हुन्छ। त्यसैले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल गाविस स्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा एउटा गणको नफरी अनुसार विभिन्न युनिटहरूबाट खटिएका सकल दर्जाका व्यक्तिहरूलाई एकीकृत गरी विभिन्न तालिमहरू प्रदान गरिन्छ। आधारभूत सैनिक कला, कर्डन एन्ड सर्च, निशस्त्रीकरण, पटोल, चेक पोइन्ट, भिड तथा दङ्गा नियन्त्रण, विशिष्ट व्यक्तिहरूको सवारी सुरक्षा तथा पिकेओ अर्थात् शान्ति सुरक्षा सम्बन्धी सैद्धान्तिक ज्ञान जस्ता तालिमहरू विभिन्न चरणमा सम्पन्न गरिन्छ। मिसनमा खटिएका गणहरूद्वारा उक्त देशहरूमा सञ्चालन गर्ने काम कारबाही सम्बन्धी नमुना प्रदर्शनीको प्रधान सेनापति श्री गौरव शमशेर जवरा लगायत उपस्थित महानुभावहरूले अवलोकन गर्नुभयो। अहिले हामी लेबनन मिसनमा गरिने कारबाहीको नमुना प्रस्तुत भइरहेको देख्न सक्दछौँ, जहाँ लेबनन र इजरायल बीच बोर्डर इलाकामा रहेको ब्लू लाइनको सुरक्षा नेपाली सेनाले कसरी सफलतापूर्वक गर्दछ भन्ने कुरा देखाइएको छ। ब्लू लाइनको छेउमा हन्टरहरूले शिकार खेली दुई देश बीचको सीमा भाइलेसन गरी दुई देश बीच द्वन्द्व निम्ताउन खोजिरहेका हुन्छन्। युनिफिल मिसन हेडक्वार्टरको आदेश अनुसार उक्त हन्टरहरूको गतिविधिलाई रोक्न नेपाली सेना सफल भएको हुन्छ।
आफन्त तथा परिवारजनको ठूलो सङ्ख्यामा हुने उपस्थितिले गौचर ब्यारेकको प्राङ्गण निकै शोभायमान देखिन्छ। सबैजसो आफ्ना पारिवारिक समूहमा बिदाईको टीका र माला लगाई फलफुल र सगुन खाँदै बस्दछन्। कोही बिदाईका क्षणका तस्बिरहरू खिचाउन थाल्दछन्, किनभने यो 6 महिनासम्म अलग हुने समयको आखिरी हो। सैनिकका परिवारहरू कसैका सँगै साथमै रहेका हुन्छन् त कोही घरदेखि टाढा रहे पनि आफ्नै देशभित्र रहँदा घरमै रहे जस्तो महसुस गर्दछन्। तर देश छाडेर विदेशमा जाने बिदाईको क्षण, त्यसमा पनि अशान्ति र दङ्गाग्रस्त मुलुकमा शान्ति स्थापना गर्ने जस्तो जटिल कार्यको लागि शान्ति सैनिकको रूपमा जाने, आफ्नो मान्छेलाई बिदाई गर्ने आफन्तजन जो कोही पनि भावुक देखिन्छन् भने कोही त बिछोडका आँसु समेत झारेका देखिन्छन्। हुन त छोटो अवधिको लागि हो, तर पनि बिदाईको पल जसले अलग अलग बनाइदिन्छ। आफैलाई छोडी म त जाँदैछु है, छिट्टै फर्की आउँछु म त नसुर्ताउनु है। ढुकढुकीमा तिमी हुन्छौ हर घडी माया, मोती झै आँसु दाना नखसल्नु माया। पर्खिराख है माया, पर्खिराख है, पर्खिराख है माया, पर्खिराख है। बिदाईको कार्यक्रम सकिएपछि आफन्तजन घरतिर फर्कन्छन् भने सैनिकहरू उडानको समयको पर्खाइमा रहन्छन्। नेपालदेखि लेबनान पश्चिममा पर्दछ। नेपालको समयभन्दा लेबनानको समय 3 घण्टा ढिलो छ। त्यसैले कहिले मध्याह 2 बजे त कहिले रात्रिकालीन उडान गर्नुपर्दछ। शान्ति सैनिकलाई ल्याउन र लैजान इथियोपियन एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खडा भइसकेको छ। जहाजमा चढ्ने तयारीमा सैनिकहरू लामबद्ध भएर बसेका छन्। सैनिक प्रहरीले हातेझोला अर्थात् ह्यान्डपिस जाँच गरिसकेपछि सैनिकहरू जहाजमा चढ्न थाल्दछन्। रातको करिब 9 बजे हाम्रो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट लेबनानतर्फ उड्यो। नेपाली समयअनुसार बिहान करिब